ए सेती चामल अलि फाडो गरेर पकाउने गर। 7 गाउँ चार्दा पनि 2 छा खान पुग्ने नै। क्यारी दिन ढकेल्ने हो। हाँ तो क्या हो, नखाइ पनि नहुने। यो पापी पेट भर्न साह्रै गाह्रो भयो। क्या गर्ने त अब, बादी भएर जन्म ल्याएपछि यस्तै हो। यही मादल बजाएर हाम्रा पिता पुर्खाले चाहिँ कर्म गरेर खाए। अब हामीले पनि पिता पुर्खा विरुद्ध हान्नै पर्यो। अब बरु जति छ त्यति बाँडी चुडी खाउँला। छिटो पका, धेरै भोक लागेको छ। हैन, चमेली कता गएछ? म के थाहा पाऊँ कता गएछ। चमेली, ए चमेली, आन भात खान। किन डरागी? गोरेक्क मैले भनेको मान, म तँलाई पैसा दिन्छु के पैसा। आइज बित्दैछ बाबु, छाड्दिनुस् न। अहिले हामी जसो गुजारा चलेकै छ। खाने बेलामा कालले त छोड्छ। बाबु छोड्दिनुस् न। मेरो छोरी चल्ने दिनभरि नाचेर थाकेकी छ। छोड्दिनुस् बाबु, बिन्ती छ, छोड्दिनुस्। बाबु दिनभरि नाचेर थाकै छ, त्यसमाथि ज्वरो आएर बिमारी छ। छाड्दिनु नि त, छाड्दिनु। छोड्दिनु बाबु, छोड्दिनुस्। ल धेरै स्वाङ नपार। अहिले नै म जान्छु, तर म फेरि भोलि आउँछु, बुझिस्? थाकै छ अब अहिलेलाई। त्यो चाहिँ कर्म हाम्रो बाबुबाजेले गर्दै आएछन् भने नि खान लागेला पनि छोड्दैन दुष्टहरूले त। कालले त छोड्छ भन्छन्, हामीलाई चाहिँ यो के गरेका यिनीहरूले? के भएर जन्म लिएछ भने नि
भयो तँलाई? किन यसरी रोएकी? पाउनु भन्दा त बरु म मरेको भए हुन्थ्यो। त्यस्तो मर्ने कुरा नगर। त मरिस् भने तेरो बुवा आमाको के हालत हुन्छ सोचेको छिस्? बरु कुरा के हो भन्। झन् म तेरो सानैदेखिको साथी होइन? साथी त हो नि, तर के चमेली भन् त? हामी त बादी जातिले न पढ्न लेख्न पाउँछ, न स्वतन्त्र भएर नै बाँच्न पाउँछ। के बादी जाति मान्छे होइन? बादी जातिले यो धरतीमा बाँच्ने कुनै अधिकार छैन पुतली? भन्न तैँले। हामी बादीकी छोरी यौन कर्ममा नै पर्नु पर्ने। हाम्रो लागि त कुनै शिक्षा पनि छैन, कुनै कानुन पनि छैन, न त रोजगार। बस रोजगार छ त पुर्खाको बिडो, दिनभर सयभर नाचे अनि पेट पाल्ने। मर्न बन्द लाएर अरू के लाग्छ भन्न पुतली। अब नरो चमेली, म तेरो साथ दिन्छु। तैँले पढ्न लेख्न नपाएर के भयो त? म तँलाई पढ्न लेख्न र आफ्नो हकको अधिकार पाउन सिकाउँछु र यो काम आजैबाट सुरु गर्नुपर्छ। चमेली, ए चमेली, चमेली, अरे कहाँ गई छ यो? किन बोल्दिन? ए चमेली! हैन बड्डो, किन बच्चा घोक्रो सुक्ने गरी? घर मात्रै बसेर क्यार्ने हो? जानु पर्यो नि गाउँ डुल्न? हातमा क्यारी जोड्ने हो? कहाँ गई तँ? ढिला भइगयो? त कहाँ गई छ तँ? मैले नि देखेकै छैन। त क्यारी चिन्ता गरी बस्या छौ? चमेलीलाई खोज्न जानु परेन? छैन, कहाँ खोज्न जाउँ म? यो तलसम्म हो नि। किन मेरो बाटो फेरेको? अनि बाटो नछ कि के गर्नु त? तिमीले मेरो मुटु रोकिदेऊ, मैले तिम्रो बाटो। यो के भनेको पुतली? मैले त तिम्रो कुरा बुझिनँ नि। नबुझेको भए म भन्छु। म तिमीलाई मन पराउँछु, माया गर्छु, बुझ्यौ? राम 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 पुतली, के भनेको त्यस्तो? म को भन्ने कुरा त तिमीलाई थाहा छ कि अरे? तिमी पर्यौ काजीको छोरी, म गरिबको छोरा। तिमी जस्तो सरल मान्छे को छ र? तिम्रो मनमा पाप छ, न कुनै छलकपट। म चाहिँ कहाँको राजकुमारी हो र? मरेर लानु केही पनि छैन गाउँमा। तिमी जस्तो म पनि त्यस्तै हो। त्यो सब भन्ने कुरा मात्रै हो पुतली। काजी र गरिबको कहिले हैसियत मिल्दैन नि। त्यसैले यस्तो सपना नदेख्दा हुन्छ पुतली। काई सबले थाहा पाउनु भयो भने त मलाई गाउँै निकाला गर्नुहुन्छ। गोमो, त्यसो भए तिमी मलाई माया गर्दैनौ? म भिरबाट हाम फालेर मर्दिउँ? त्यसो भए तिमीलाई केही पनि फरक पर्दैन होइन? मलाई माया त गर्दैन।
जवाब चाहिएको थियो। तिमीले मुखले नभने पनि मलाई माया गर्छौ भन्ने मलाई थाहा थियो। होइन हौ भीमे भाइ, कहाँ हिँड्या हो तिमीहरूका जोइ पोइ? निकै आत्तिँदै हिँड्या छौ त। छोरी हराई छोरी खोज्दै हिँडेको। हजुरले देख्नु भएको त कतै? देखिनँ त मैले। कहाँ गइछे त? खोइ खा गई जे भए पनि आफ्नो सन्तानको धेरै माया लाग्दो रहेछ। के भनेको भीमे भाइ यस्तो? अब जीवजन्तुलाई त आफ्नो सन्तानको माया हुन्छ। हामी त मानव जाति पर्यो, हाम्रो सन्तानको माया आफूलाई भइहाल्छ नि। फेरि के भएर यस्तो कुरा गरे? के गर्नु मङ्गले दाइ, हिजो हर्के साउ आएर हामी दुईजनाकै आँखा अगाडि मेरो छोरीलाई हातपात गर्यो। हामीले हेर्नु बाहेक अरू केही गर्न सकेनौँ। हामी त माई खानी जात, धनी मानीको अगाडि केही बोल्नै मिलेन। क्यारी होला मङ्गले दाइ? तिम्रो कुराले मेरो मुटु छिया छिया भयो बहिनी। तर हामी गरिब गुरुवाले के नै गर्न सक्छौँ र? न्याय निसाब त धनीहरूको लागि मात्रै रहेछ। के हार्नु मङ्गले दाइ, यस्तो पीडा सम्झेर ल्याउन त बाँच्नै मन लाग्दैन। छोरी हराई भेटिने हो कि नभेटिने हो? भेटिएन भने त हामी त जिउँदै मरे सरा हुन्छ। हट, के भनेको भीमे भाइ यस्तो? भेटिहाल्छ नि। अहिले कतै साथीहरूको घरमा गएर पो बसेकी थिए कि? बरु गएर तिमीहरू खोज्दै गर। अलिकति पिठो पेँगरी लिएर आएको, यो घर राखेर म पनि खोज्छु है। ल जाऊ है, अनि भेटिन्छ भेटियो पनि भेटिन्छ। हुन्छ हुन्छ दाइ, आउनुहोस् है खोज्नु। काजी साहब, एउटा कुरा भन्नु थियो, भनौँ कि नभनौँ? फेरि सानो मुख ठुलो कुरा भन्नु होला। ए मोरा, के कुरा चपाएर गरे? के भन्न खोजेको प्रश्न भन्। काजी साहब, त मङ्गलेको छोरो गोमाने हजुरको छोरी पुतलीसँग लसफस छ, फेरि यहाँ खाली देखेको। तैँले मेरो छोरीको बारेमा यस्तो नचाहिने कुरा कसरी भन्न सकिन्छ? हो काजी साहब, मैले झुटो बोलेको भए मेरो आँखामा मोती बिन्दु नै लागोस्। मैले जे देखेँ त्यही त भनेको छु। तैँले भनेको कुरो यदि सत्य हो भने त्यो मङ्गलेको छोरो यो धरतीमा हिँड्न पाउँदैन। झुटो हो भने तैँले आफ्नो सजाय आफै तोक्नु। पुतली, म यो के सुन्दैछु? के सुन्नु पर्यो बुवा? पक्कै पनि यो चम्चीले केही न केही कुरा लगाएको हुनुपर्छ। मङ्गलेको छोरो त्यो गुमाने मेरो घरमा हात थप्न आउने? मेरो खुट्टाको धुलो हो त्यो। त्यो पाजीसँग तेरो के लसपस छ? बुवा, म पनि हजुरकै छोरी हुँ। कोही पनि मान्छे कसैको खुट्टाको धुलो हुँदैन। मान्छेको चरित्र उसको व्यवहारले जनाउँछ र साँचो माया पैसाले किन्न पाउँदैन। काजी साहब, कुरो के रहेछ? हजुरको छोरो पुतली मेरै। तेरो जिब्रो थुतेर कौवालाई दिउ कि तँलाई नै घोक्रे ठ्याक लाउँ? मलाई माफ गरिदिनुहोस् काजी साहब, यो हाड नभएको जिब्रो चिप्लिहालेछ। काजीको छोरी भएर गोबर रोज्ने, अनि त्यो गोबर जुन थालमा खायो त्यही थालमा म तिनीहरूको बास उठाइदिन्छु। चमेली! फर्के बाबु, तपाईँ यतै हुनुहुँदो रहेछ। हाम्रो तपाईँले कता गए देख्नु भयो? म यहाँ नभएर कहाँ हुन्छु त? तिमीहरूकै घर जान लाग्यो म। हिजोको हिसाब किताब पनि बाँकी छ। फेरि यो सब तिमीहरूले नाटक गरेको हो, चमेली घरमा छैन भनेर। हामी किन नाटक गर्दा हौँ? हराएकी छोरीलाई हराएकी छैन भनेर किन भन्दा हौँ? हाम्रो त कोखीको गाउँ हो बाबु, सबै ठाउँ खोजिले हामीले कहीँ भेटाएनौँ हाम्रो चमेलीलाई बाबु। होइन, कहाँ कहाँ खोज्यो तिमीहरूले छोरीलाई? जमिनले खाए कि
उडेर चन्द्रमामा पुगी कुरा सुन्दा नि अचम्म लाग्छ। फेरि यो सब बाहना किन बनाएको? अब कुनै धनीको छोरी त होइन, तिमीहरूको छोरी हराउँदा तिमीलाई के फरक पर्छ र? तिमीहरूको छोरीलाई जे गर्ने नि भइहाल्छ नि। धनीको छोरी त होइन, तर हाम्रो छोरी हो। क्या धनी क्या गरिब, सबैलाई सन्तानको माया उत्तिकै लाग्छ। तिमीहरूलाई पनि छोरी कति धेरै माया। आज त छोरी हराएको बाहना बनायो, भोलि म फेरि आउँछु। तैँले के सोचिस्? मेरो बुवालाई दुई कुरा लाउँदैमा मैले गोमानीलाई माया गरेर छोड्छु जस्तो लाग्छ? आइन्दादेखि मेरो बुवालाई मेरो र गोमानीको बारेमा के कुरा पनि लाइस् भने नि तेरो हात खुट्टा सबै भातिन्छु। अनि मेरो बुवाको कसरी चम्चे भन्दै हिँड्छस् अनि म हेर्छु। जस्तो भयो त्यही छोरी यतिको कडा भएर त हजुर मलाई मन परेको त। हजुर मेरो हात खुट्टै भातिदिनुहोस्, आँखै फुटाइदिनुहोस्, तर म हजुर अरूको भएको हेर्न सक्दिनँ। हेर्न नसके तेरो आँखा फुटाइदिन्छु म। पक्रिनु पो तर मैसा, मैले त हजुरलाई जिस्काइदिएको पो त। अबदेखि जिस्केर होइन, साँच्चीकै गोमानेसँग गएर गोमानेको घरमा बस्छु, बुझिस्? अनि कसले के गर्दो रहेछ म पनि हेर्छु। होइन है बाउ, रातको 12 बजिसक्यो, कति छटपटिन्छौ? निन्द्र परेन कि क्या? कि सन्चो भयो? शरीर सन्चो भए पनि के गर्नु बाबु, मन शान्त नभएपछि कसरी लाग्छ तिमीलाई? साउकती वचनहरू काँडा चाहिँ भएर यो मेरो मुटुमा चस्स चस्स खोचिरहेको छ। म कसरी ल्याउन सक्छु बाबु, कसरी ल्याउन सक्छु? बा, मैले एउटा निर्णय गरेको छु। के रे? होइन यति रात तैँले फेरि के निर्णय गरिस् भन् त? विदेश त म जान सकिनँ बा, तर म अब सहर जान्छु। सहर गएर पैसा कमाएर त्यो काजीको ऋण तिर्छु। गुमानी, म गहरी भए पनि मलाई दुःख लागेको छैन। किन थाहा छ तँलाई?
मेरो सम्पत्ति भनेकै संस्कार हो। कर्तव्य र संस्कार बुझेको त जस्तो छोरा पाएपछि मलाई अरू के नै चाहियो र? यो सब तिम्रो दिन हो बा। मलाई तिम्रो छोरो भएर जन्मिनु गर्व छ। अब धेरै चिन्ता लिनु पर्दैन बा, सुत। गुमारी, तैँले मलाई यति भनिस्, मलाई लाख लाख भयो बाबु। अब मलाई आनन्दको निद्रा लाग्छ। म सुत्छु। तँलाई धेरै धेरै धन्यवाद बाबु। ल त पनि सुत। म पनि सुतेँ। आजसम्म यो काजीले कसैले कुरा काटेको थिएन। यसले मेरो नाक काट्ने, लगेको ऋण टाइममा तिर्नु छैन। अझ ठुलो कुरा छ, त्यसले चाहिँ मैले जानेको छु नि। होइन, के भयो हजुरलाई? किन यसरी बरबराइराख्नु भएको? सुत्नु पर्दैन? दिउँसभरि पनि त्यही ऋणको कुरा छ, रातभरि पनि बरबराएर हिँड्ने। यस्तै हो भने कुन दिन बौलाएर हिँड्नुहुन्छ तपाईँ? हो म बौलाइसकेँ। यो सब कारण तेरो छोरी हो, बुझिस्? तेरो प्यारी छोरीले खुब संस्कारी छ, पढेकी छ भनेर यत्रो नाक पारेर बसेँ म। आखिर अहिले आएर नाक काटी, बुझिस्? होइन, के भन्दै हुनुहुन्छ? मैले त केही पनि बुझिनँ त। भन्न खोजेको के हो? तेरो छोरीलाई उम्ते बाँध्दा पैसा चढ्यो, अब बिहा गर्नै पर्ने भयो। के नौलो कुरा भयो र? छोरीको जातो एक दिन पराई घर जानै पर्छ। त्यही माथि काजीको छोरी हो, यत्रो खानदान सम्पत्ति छ। जाइ बिहे गरेर दिउँला नि। कोसँग गर्छ छोरीको बिहे? मङ्गलिया छोरो गुमानेसँग? के भन्न खोज्नु भएको यो? मैले के भनेको भन्नुभन्दा पनि त आफै गएर तेरो छोरीलाई सोध, त्यसको चर्तिकला र त्यसलाई सम्झाइदे। यदि मानेन भने काजीको निर्णय के हुन्छ त्यो पनि बुझाइदे त्यसलाई। मैले किन बुझाउनु पर्यो? आफै बुझाए भइगयो नि। मेरो मात्र छोरी हो र? तपाईँको छोरी होइन? म किन मलाई मात्रै? तिमी किन सहर जान लागेको? तिमीलाई मेरो माया लाग्दैन? पुतली, यस्ता कुरा नगर। म आफ्नै तनावमा छु। कस्तो तनाव? मेरो माया भन्दा पनि ठुलो भयो है तिम्रो तनाव। पुतली, यो सब कुरा तिमीलाई थाहा छ त? तिम्रो बाबाबाट लिएको ऋणले गर्दाखेरि मेरा बा आज दिनरात गलिरहनु भएको छ। यो सब कुरा म छोरो भएर कसरी हेर्न सक्छु? पुतली, तिमी आफै भन त। सबै थाहा छ मलाई। कसैले ऋण तिर्न नसकुन् भनेर मेरो बुवाले ब्याज बढाएर 1 को 2 बनाइदिनुहुन्छ। तर अब म यस्तो हुन दिन्न। तिमीले भनेर कहाँ हुन्छ पुतली? तिम्रो बाबालाई कसले जित्न सक्छ र? तर म जितेर देखाउँछु। म पनि उहाँकै छोरी हुँ। अनि तिमीलाई चाहिँ किन सहर जानु पर्यो? यहीँ बसेर केही गरे हुँदैन? तिमी यहाँ बसेनौ भने म पनि बस्थे। पुतली, तिमी कस्तो खालको कुरा गर्छौ? मलाई त तिम्रो कुरा बुझ्नै गाह्रो। तिमी बुझ्ने कोसिस त गर, म बुझिहाल्छु नि। गोमु गोमु गोमु
भेट्नु भइहाल्यो कहाँ खोज्ने हो के गर्ने हो हे भट्टी कति हुन्छ यो 12 वर्षपछि त खोलो पनि फर्किन्छ भन्छन् हाम्री छोरी चमेली कसो नफर्कियो नि धेरै नरो यसरी रोयो भने त पनि बिरामी पर्छ अनि म क्या गर्दा हूँ आमा बा चमेली कहाँ गए थिइस् यसो गरिकन घरै छोडेर गएपछि हामीलाई कस्तो भयो होला कहाँ गए थिइस् नरो आमा नरो तिम्रो छोरी त यो संसारैबाट बिदा भइजान्छु भनिकन हिँडेको थियो तर मलाई पुतलीले मर्नबाट रोक्यो आमा तर पुतलीले मलाई बाँच्ने आधार दिएछ अब त म पनि पुतली जस्तै लेख्न पढ्न सक्ने भएछ आमा के भन्छ यो कखी छोरी हो तँलाई थाहा छ काजीको छोरी हो त्यहीसँग साथ गरी हिँड्यो भने काजी आइकन हाम्रो घरमा आगो लगाइदिन्छ आमा काजीको छोरी पुतली त मेरो सानैदेखिको साथी हो त त्यसैले त मलाई उसले पढ्न लेख्न सिकाउँदैछ तँलाई थाहा छैन हामी को हौँ भनिकन तेरा भाग्यमा पढ्न लेख्न होइन नाच्न लेख्या छ नाच नाइ बा यो त मेरो भाग्यमा लेख्या होइन यो त तिम्रो पुर्खाले लेख्या हो तर म यसलाई बदल्छु